Hi guys, welcome back to my channel. आज चाहिँ म भैसाकोमा जाँदैछु because उनीहरू शिफ्ट हुँदैछ, so केही हेल्प गर्नलाई जान आँटेको. I don't know मैले हेल्प गर्छु कि काम बढाउँछु हैन, तर म जाँदै चाहिँ छु. आज चाहिँ गर्मी नै छ, so धेरै बाक्लो लुगा लाउनु पर्यो हैन. अनि यत्रो ठुल्को आएको छ यहाँ. Never mind. अब म त्यहाँ जान्छु बस चढेर, and then त्यहाँको के हुँदैछ त, कस्तो हुँदैछ त देखाउँछु. यो गाडीको मान्छे भर्खर आएर मलाई where are you going रे, जहाँ पो जाम तल के मतलब त कोस ननसेन्स. लाइक एक्लै केटी त देख्नै नआउने, अप्सरा केटी त देख्नै पो नआउने. अब म बस चढ्न आँटेको है त. बस आयो, अब यो खुल्दैन क्या. बस आयो, अब त्यहाँ ब्लक छ. जहिले यस्तै हुन्छ कि यहाँ आइपुगेपछि कति बेर कुर्न पनि रिस पो उठेर आउँछ. गयो त्यो कता भागो साला, पिट्न पनि त्यसलाई. ठिकै छ, अर्को आइहाल्छ. उता गीत छ नि, इफ यु आर डन विथ योर एक्स मुभ टु द नेक्स्ट भने जस्तै. एउटा गयो अर्को आउँछ, टेन्सनै छैन. घाम चाहिँ छ. वेयर आर यु गोइङ भन्दाखेरि मैले पुलिस स्टेसन जान्छस् भन्नु पर्ने रहेछ. डर आयो कि म पनि फेरि सुरुमा त. ठुलो घाम. आइपुगे. बट भेसाले फोनै उठाइराखेन. हाउ विल आई गो भित्र. हिज होममा अलिकति चटक पार्नुपर्छ के यो मान्छे. उनी आएर ढोका खोलेन भने म जानै पाउँदिनँ. यहीँबाट कराए पनि सुन्छ होला, सुन्नु त. बट अर्काको देशमा असभ्य त भएन. फोनै उठाएन, कहाँ गयो के हो. म कसरी जानु भित्र. जसरी पनि जान्छु. यहाँबाट फोन हान्नुपर्छ त्यसलाई. के भएको हो यो, के भने भाइ. टुट मात्रै हुन्छ त. परिस्थिति बिग्रे जस्तो छ. ढोकै खोज्दैन. ढोका खोल्ला, ढोका खोल्ला. भाषा छिटो आऊ. फोन काट्यो आफै. फेरि गर्छु है त. यता आएछ, यता. तिनको सामानहरू छ. अब भोलि सिफ्ट हुन्छ हामी, अनि म भोलि देखाउँछु. ल बाई. चाहिँ बाहिरको भ्यू हो है घरको, त्यो पनि ब्याकयार्डको. भित्रको चाहिँ भोलि मात्रै देखाउँछु. फुल खिच्दै हुन्छ. आज स्न्याप पठाउनु भएको थिएन अरे. अनि कस्तो राम्रो छ कि फुल. चुपक फुले. घरको हालत यस्तो छ. बेला बेलामा याद आउँछ कि म भ्लगर हो भनेर. फेरि सबै भइसक्यो है. यस्तो छ. अब यहाँबाट लड्ने हो. हाई भन्नु हो, पछि आउनु भयो त. ठ्याक्क टाइममा आउनुहुन्छ त. अनि के गर्ने. हाम्रो सेफ्टी सुरु भइसक्यो है. भाउजू चाहिँ एकदम भारी कुरा बोकेर आउनु भयो. भारी छ है यो सबैहरूले बोक्यो होइन. भारी छ. सामानहरू आएको आइछ, हामी हालेछौँ पुरा लतार्दै ल्याउँदै. ल बाई है. ल बाई बाई. खाली हल्का छ. भारी छ क्या त. ल है दिदी. जानु. घन्टामा कति, $10 है. खाली भइसक्यो है. अब यस्तो मिठो हावा लागेको छ आज. सब अल खाली.
टोयलेट पनि खाली भइसक्यो अलमोस्ट खाली भइसक्यो अब यो बोकेर म जान्छु बाहिर समुद्रमा मुख छोडेर भाउजू भाउजूहरू बोलाइ सुन्नु न है भाउजू 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 अब अर्कोतिर अनलोड गर्न उठ्यो गाडी फलो मी है साथीहरू रोशनले ग्राउन्ड अफिसरको काम गर्दै छ यहाँ यहाँ चाहिँ हामी प्लेनलाई कुर्दैछौँ अर्को प्लेन आइपुग्यो खै ग्राउन्ड अफिस काम गर अफिसर अब पास गर्ने पास म त भ्लगर हो नि त मेरो होइन भइसक्यो ल भारी छ नि त त्यो सक्नु न होला लडो लडो एक्सिडेन्ट एक्सिडेन्ट नै नै भरियो घरै भरियो घर भरियो है मैले गरेर जाउनु दिने सबै 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 हो सबै भगवान् चाहिँ आउनुहुन्छ यो चाहिँ एकदम भ्यू होला हो र ए हुन्छ वासिङ मसिनमा लुगा दिन आउला फाइनल गाडी अब सक्यो हजुर हो र खाना कहाँ ल्याइदेऊ कहाँ छेउ आछन् दिदी आएको छैन भद्रगोल छैन खानेकुरा लिएर आए यी खानेकुरा भारी छ छोडो ल साथीहरू अब यस्तै हो ए आया अब घर मिल्छ अनि त्यसपछि सक्यो अहिले नै बाई बाई भन्छु थ्याङ्क यू फर वाचिङ बाई 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 भन्नु न हेर हेर न हेर न बाई बाई